सैद्धान्तिक नीतिको विपरीत गुठी विधेयक ल्याएकोमा काठमाडौँ उपत्यका र ऐतिहासिक नेपाल मण्डलका आदिवासी नेवा समुदायको विरोधका कारण सरकारले फिर्ता लिएको सर्वविदितै छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तर्फबाट भूमि, गुठी, संस्कृति, सम्पदा र नेवा पहिचानसँग जोडिएका विषय समावेश गरी ल्याउन लागेको विधेयक आदिवासी नेवा समुदायको गम्भीर सरोकारको विषय हो। आदिवासी नेवा समुदायको गुठी, संस्कृति, सम्पदा, भूमि र पहिचानसँग सम्बन्धित विषय समावेश गरी भूमि सम्बन्धी ऐन 2021लाई संशोधन गर्न बनेको विधेयक 8औं संशोधन, जग्गा प्राप्ति ऐन 2034लाई विस्थापन गर्न बनाएको विधेयक ल्याउने तयारी गरेको साथै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रीज्यूबाट गुठी संस्थान ऐन 2033, भूमि सम्बन्धी ऐन 2021, जग्गा नाप जाँच ऐन 2019, मालपोत ऐन 2034, जग्गा नाप जाँच नियमावली 2058, मालपोत नियमावली 2036, भूमि सम्बन्धी नियमहरू 2021लाई समेटेर ल्याउन लागेको भूमि सम्बन्धी एकीकृत विधेयक ल्याउनका लागि मन्त्री परिषदले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको सार्वजनिक रूपमा बोल्नु भएको विषयप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। अहिले नेवा समुदायसँग प्रत्यक्ष सम्बन्ध र सरोकार रहने गुठी र भूमि सम्बन्धी विधेयक, जग्गा प्राप्ति ऐन लगायत संसदमा र सरकारमा विचाराधीन रहेको सम्पूर्ण कानुन तथा नीतिहरू संविधान र कानुन विपरीत समुदायलाई नजरअन्दाज गरेर अघि बढाउन हुन्न भन्ने समुदायको अडान छ। त्यस विपरीत गएमा सबै प्रकारका आन्दोलन गर्न समुदाय बाध्य हुने जानकारी पनि गराउन चाहन्छौँ। उपत्यकाका आदिवासी नेवा समुदायसँग सम्बन्धित विषयमा विधेयक ल्याउनका लागि नेवा समुदायसँग कुनै सरसल्लाह नगरी, सहमति नलिई, साथै पूर्व सुसूचित जानकारी मन्जुरी नलिई अघि बढेमा त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी यस समुदाय नहुने भन्ने समेत अवगत गराउन चाहन्छौँ। संयोजक बोधार्थ सम्माननीय सभामुख, उपसभामुखज्यू, सङ्घीय संसदको सचिवालय सिंहदरबार काठमाडौँ। 2 माननीय सांसदज्यू, सङ्घीय संसद। 3 माननीय अध्यक्षज्यू, राष्ट्रिय सभा सचिवालय सिंहदरबार काठमाडौँ। 4 माननीय सांसदज्यू, राष्ट्रिय सभा। धन्यवाद। यहाँको समस्तवादिता र जनपक्षीयता सुनेर हामी ज्यादै सन्तुष्ट भयौँ र यही अनुरूप यो कुरा बेलैमा कार्यान्वयन होला यो आशा पनि लिँदै हामी पर्खिरहेछौँ।